हामी अहिले युरोपको कुनै एउटा देशमा छौँ भन्दा तपाईहरुलाई पत्यार लाग्दैन होला, तर हामी छौँ। यो हो युरोपको एउटा सेन्जाइन कन्ट्री क्रोएसिया भन्ने ठाउँ। तर यसो बाटो हेर्दा, यो माहौल हेर्दाखेरि तपाईहरुलाई लाग्न सक्छ हामी हाम्रै ठाउँमा छौँ, नेपालमै कतै छौँ भन्ने जस्तो हैन। यो हाम्रो गाई गोठ जस्तो छ, यो हाम्रो गाउँको गोरु चराउन जाने बाटो जस्तो छ, यो आगो लागेको घर छ यहाँ। तर यति यो ट्रेनको पट्रीले चाहिँ अलिकति फरक पार्छ हैन। यस्तो छैन, त्यही पनि जनकपुरतिर त होला नि यस्तो। देख यी हेर्नु त, यो रेलवेकै अफिस हो क्या यो पुरानो। पुरानो रेल हैन। आयो दाइ ल है, क्रोएसियाको रेल पनि यस्तो हुँदो रहेछ। खै दाजु यता आउनु न यता। ओए क्रोएसियाको रेल हेर्दामा चाहिँ राम्रो, एक नम्बरको कचरा, मलाई साह्रै मन नपर्ने हो नि दाइ। बसमा जाँदा जम्मा 2 घन्टा 30 मिनट लाउने, यसमा जाँदा ठ्याक्कै 5 घन्टा 6 घन्टा लाउने के। ओए त्यस्तै पऱ्यो, ताल पऱ्यो, दिनभरि लाग्दिन्छ। अघिल्लो पालि म एकचोटि जाँदा बिहान 10 बजे गएको, साँझको 5 बजे पुग्यो। त्यस्तो के काम लागेर हैन। हजुर कुद्दैन के, जुन भयो नि कुद्दैन के। कुद्नु त कुद्थ्यो होला के रे, कुदाउन न। अब के छ सिस्टम। सो त्यही हो हाम्रो केपी बाले चलाएको हाम्रो जनकपुरको रेल यही हो हैन। केपी शर्मा ओलीले बनाएको ट्रेनको पट्री चलाएको रेल होइन दाइ, एकदम। अब केपी पारीबाट हिँड्नु, अहिले यहाँबाट नहिँड्नु। केही त्यस्तो डराउनु पर्दैन दाइ। यो केपी शर्मा ओलीले बनाएको बाटो, केपी ओलीले। अनि यो चाहिँ केपी ओलीले ल्याएको रेल। यो चाहिँ ठुलो ट्रेन स्टेसन। अनि यो चाहिँ केपी शर्मा ओलीको सहर काठमाडौँ है त गाइज। ल जिन्दगी यस्तै हो। केपी शर्मा ओलीको रेल आएर मलाई किल्चियो भने फेरि गाह्रो छ। केपी को सिटी भन्ने कि यसलाई के भन्ने। दुःख लागेर छ तर केही पनि छैन। अब केपी का दिन पनि गए। अब चाँडै नेपालबाट केपीलाई लखेडिँदैछ, त्यसमा मेरो पनि सहमति छ। अरू जुनसुकै तन्त्र आओस्, तर केपी ओली, प्रचण्ड, शेरे देउबा यिनीहरूलाई चाहिँ देशमा राख्नु हुँदैन। र जबसम्म यिनीहरू हुन्छन् तबसम्म हाम्रो देशको हालत यस्तै रहिरहनेछ। अनि यो हो बालेनको काम। यो पेन्टिङ गराएको सबै बालेनले। सो त्यही हो गाइज, हाम्रो सानो अपडेट यहीँनिर सकिन्छ। फेरि अर्कोचोटि आउनेछु है। सबैजनालाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेपालमा अहिले चलिरहेको छ हाम्रो राजावादीको आन्दोलन चलिरहेको छ। तपाईहरुलाई के कस्तो लाग्छ त्यसको लागि पनि कमेन्ट गर्नु होला। म त सपोर्ट गर्छु राजावादीको हैन, राजावादी अथवा जुनसुकै वादी पनि के
कोही सुकैवादी आओस्, तर यो शेरेवादी, केपे ओलीवादी, प्रचण्डवादी चाहिँ जाओस्। यो चाहिँ देशमा रहनु हुँदैन। यिनीहरूले देशलाई सकाए, खतम पारे। हैन, कुरो भने त्यही हो। सबैजना नेपालीहरूले अब जान्न जरुरी छ, बुझ्नुपर्ने जरुरी छ। यदि यस्तै अवस्थामा चलिरहने हो भने कुनै दिन नेपाल भन्ने देश पनि थियो र भन्ने अवस्था नआउला भन्न सकिँदैन। मलाई चाहिँ त्यस्तै लाग्छ है। आफ्नो मनमा लागेको कुरा भनेको हो, अरू कसैलाई भनेको पनि छैन। आफ्नै च्यानलमा अपलोड गर्ने हो, आफै भिडियो बनाएर भने हो। सो त्यही हो। तपाईँहरूलाई कस्तो लाग्छ भन्नु होला, कमेन्ट गर्नु होला सबैजनाले। सबैले नेपालको राजावादी अथवा जुन राजतन्त्र सहितको प्रजातन्त्र भन्ने नारा सहितको जुन आन्दोलन चलिरहेछ त्यसलाई चाहिँ सपोर्ट गर्नुहुन्छ कि हुँदैन कमेन्ट गर्नु होला। म चाहिँ फुल सपोर्ट गर्छु। सो त्यो गाइज अब सानो अपडेट मात्रै हो। म बाटोमा हिँड्दै सानो भिडियो बनाएँ मैले। फेरि म तपाईँहरूसँग आउनेछु है। नेक्स्ट टाइम एउटा अर्को भिडियो लिएर अपलोड आउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। थ्याङ्क यू भेरी मच फर वाचिङ। बाई बाई, गुड नाइट। अहिले हाम्रो यहाँ नाइट हुँदैछ, त्यही भएर गुड नाइट भनिदिएको। सी यू भेरी सुन। बाई बाई। Keep loving, keep watching. Subscribe and don't forget to press the bell icon, guys. Everyone, like, share, subscribe. Thank you. Bye bye.